हाई एभ्रिवान आजको भिडियोमा चाहिँ म मिक्स नट्स लड्डु बनाउन गइरहेको छु। यो रेसिपी एकदमै सजिलो छ हैन। तपाईहरुले पनि घर बनाएर खान सक्नुहुन्छ। एकदमै हेल्दी पनि हो। डायबिटिजहरुको लागि पनि एकदमै राम्रो हो यो। र एकदमै फाइबरयुक्त खानेकुरा भएको कारणले गर्दाखेरि ड्युरिङ प्रेग्नेन्सी र पोस्टपार्टममा तपाईलाई यदि कन्स्टिपेसनको प्रब्लम छ भने यो एज अ रेमेडीज पनि खान सक्नुहुन्छ। हेल्प गर्छ हैन। एज अ स्न्याक्स पनि खान सक्नुहुन्छ। मलाई चाहिँ ड्युरिङ पोस्टपार्टममा चाहिँ कन्स्टिपेसन थियो र त्यो कन्स्टिपेसनलाई चाहिँ यसरी खाँदाखेरि केही हदसम्म मलाई चाहिँ कम गरेको थियो। मैले चाहिँ एभ्रीडे एउटा एउटा निकालेर खान्थेँ हैन। मेरो एकजना साथी एकदमै मिल्ने साथीले मलाई लगभग 1 केजी जस्तो बनाएर दिएको थियो र त्यो चाहिँ मैले एउटा एउटा खान्थेँ र एज दबाई जस्तो गरेर हैन र मलाई हेल्प पनि गरेको थियो। र यहाँ चाहिँ मैले 2 कप चाहिँ छोक्रा युज गरेको छु र त्यसपछि चाहिँ 1/4 भन्दा अलिकति कम कालो र सेतो तिल र आलस युज गरेको छु र त्यसपछि 200 ग्राम मिक्स नट्स हैन। अनि सबैलाई चाहिँ मजाले घिउमा भुटिसकेपछि चाहिँ म यसलाई बाहिर तातो नै मजाले मिक्स गर्ने र तातो नै यसलाई डल्लो पार्ने गर्नुपर्छ हैन। र यहाँ एकदमै याद गर्नुपर्ने भनेको चाहिँ छोक्राको मात्रा र घिउको। र त्यसपछि चाहिँ यो राम्ररी जब ब्लेन्ड हुन्छ नि त्यसपछि डल्लो हुन केही प्रब्लम हुँदैन। तर राम्रोसँग ब्लेन्ड भएन भने चाहिँ यो डल्लो हुन एकदमै गाह्रो हुन्छ है। थ्यांक यू फर वाचिङ।